क्रिसमसको समय कस्तो खालको समय हो र क्रिसमस भनेको के हो भन्ने कुरा यहाँनिर एकदमै प्रष्ट रूपमा बताएको छ। मत्ती 2:1 हेर्छौँ भने क्रिसमसको समय सबैजना एक ठाउँ भेला हुने समय। 2:1 गएर हामी हेर्छौँ भने त्यहाँनिर मानिसहरू भेला भएका हामी पाउँछौँ। र क्रिसमसको समय येशू ख्रीष्टले तपाईँ र हामी सम्पूर्ण पापी मानिसहरूलाई एक ठाउँमा भेला गराउनुहुन्छ। उहाँको उद्देश्य हो यो। त्यस पछाडि 2:2 गएर हामी हेर्छौँ भने क्रिसमसको समय भनेको येशू ख्रीष्टलाई खोज्ने समय हो। हामी येशू ख्रीष्टलाई खोज्छौँ, हामीले भेट्टाएका छौँ भने हामी आनन्दित भएका छौँ। र जतिजनाले अझै पनि येशू ख्रीष्टलाई भेट्टाएका छैन भने खोज्न जरुरी छ। 2:3 गएर हामी हेर्छौँ भने क्रिसमसको समय भनेको चाहिँ यहाँनिर हेरोद चाहिँ आत्तिएको छ। क्रिसमसको समय भनेको आत्तिने समय होइन। क्रिसमसको समय भनेको चाहिँ आनन्दको समय हो। 2:4 गएर हेर्छौँ भने क्रिसमसको समय भनेको येशू ख्रीष्टको बारेमा सोधपुछ गर्ने समय हो प्रिय। अनि त्यस पछाडि 2:5 र 6 गएर हामी हेर्छौँ भने क्रिसमसको समय भनेको सबैभन्दा महान शक्तिशाली शासकको जन्म हुने समय हो। आज तपाईँ र मेरो येशू ख्रीष्ट सबैभन्दा शक्तिशाली हुनुहुन्छ, उहाँ महान हुनुहुन्छ। तपाईँ र हामी सम्पूर्ण पापी मानिसलाई बचाउनको लागि एकजना एकदमै महान अनि एकदमै शक्तिशाली येशू ख्रीष्टको जन्म भएको छ। 2:7 गएर हामी हेर्छौँ भने येशू ख्रीष्टलाई क्रिसमसको समय भनेको चाहिँ एत्नसित उहाँको बारेमा सोधखोज गर्ने समय हो। यदि अझै पनि हामीले येशू ख्रीष्टलाई विश्वास गरेका छैनौँ भने उहाँको बारेमा के रहेछ भनेर एत्नसित हामीले सोध्न खोज्न उहाँको बारेमा बुझ्न एकदमै जरुरी छ, कारण उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ। अनि 2:8 गएर हेर्छौँ भने यो समय भनेको चाहिँ खराब नियतले उहाँलाई खोज्ने होइन, तर उहाँलाई चाहिँ एउटा उद्धारकर्ताको रूपमा मुक्तिदाताको रूपमा हामीले खोज्न जरुरी छ। त्यस पछाडि 2:9 र 10 हामी हेर्छौँ भने क्रिसमसको समय भनेको चाहिँ आनन्दित हुने समय हो, हर्षित हुने समय हो प्रिय। 10 त्यही कारणले हामी जतिजनाले येशू ख्रीष्टलाई हामीले विश्वास गरेका छौँ हामी आनन्दित छौँ, हामी हर्षित छौँ। अनि हामीसँग येशू इमानुएल परमेश्वर हुनुहुन्छ। उहाँले तपाईँ र मेरो हृदयमा आनन्द ल्याउनु भएको छ, शान्ति ल्याउनु भएको छ, मुक्ति ल्याउनु भएको छ, जीवन ल्याउनु भएको छ। वाह, अब म परमेश्वरलाई भन्छु प्रभु तपाईँलाई धन्यवाद, किनभने तपाईँले आज मेरो जीवनमा आनन्द ल्याउनु भएको छ, शान्ति ल्याउनु भएको छ, मलाई मुक्ति दिनुभएको छ। क्रिसमसको समय यो हो प्रिय। त्यस पछाडि हामी 11 गएर हेर्छौँ भने क्रिसमसको समय भनेको चाहिँ उहाँलाई भेट्ने, उहाँलाई दण्डवत गर्ने र उहाँलाई महिमा दिने समय हो। यदि हामीले उहाँलाई भेटिसकेका छौँ भने अब हामी उहाँको महिमा गर्ने समय हो। त्यही कारणले जब हामी सुसमाचार सुनाउँछौँ भने उहाँको महिमा भइरहन्छ। त्यसकारण यो क्रिसमसमा यो क्यारलमा हामी सबैजना जाउँ, मानिसहरूलाई बताउँ अनि उहाँको महिमा गरौँ। त्यस पछाडि यो क्रिसमसको समय भनेको विचलित हुने समय होइन, तर विश्वास गर्ने समय हो। यो क्रिसमसको समय भनेको डरको समय होइन, तर रमाहटको समय हो प्रिय। अनि यो क्रिसमसको समय भनेको अन्धकारको समय होइन, यो क्रिसमसको समय भनेको चाहिँ उज्यालोको समय हो, ज्योतिको समय हो। येशू ख्रीष्ट स्वयं ज्योति हुनुहुन्छ। कति मानिसहरूले तारालाई ईश्वर भनेर पुज्छन्, तर ताराले पनि येशू ख्रीष्टको जन्ममा होइन येशू प्रभुको महिमा गरेका हामी पाउँछौँ। हाम्रो प्रभु कति महान हुनुहुन्छ, उहाँ ज्योति हुनुहुन्छ। अनि क्रिसमसको समय भनेको निराशाका समय होइन, आशाको समय हो। र क्रिसमसको समय भनेको यो जन्म दिवस होइन, जन्म उत्सव हो। आमेन। जन्मिने समय हो। आमेन। जन्मिने, जब हामी येशू ख्रीष्टलाई हामी विश्वास गर्छौँ भने हामी नयाँ गरी जन्मिन्छौँ। आमेन।